हेलो साथीहरू, वेलकम छ हजुरहरूलाई मेरो ब्लगमा। यो चाहिँ हामी कहाँ जाँदैछ भन्नुहुँदैछ होला है। ल यो चाहिँ अलिकति लेट पोस्ट भयो। हामी चाहिँ यहाँ म दिदी मेरो बुढो है भाउजू अन्त नानीको साथीहरू चाहिँ यहाँ रेस्टुरेन्टमा पस्यो है। नानीले चाहिँ जाउँ न मम्मी डिनर गर्नु है, कति दोकानमा पकाएर मात्रै बेच्नुहुन्छ है। आफू पनि अरूले बाहिर खाएर इन्जोय गर्नुहोस् भन्यो नि त। अन्त त्यसको लागि चाहिँ हामी निस्क्यो है, रिफ्रेस पनि हुन्छ भनेर। ल यहाँ चाहिँ हामीले नानीले चाहिँ अर्डर गरेको छ तपाईँको चिकन बिरयानी है, अनि गार्लिक नान, बटर नान, अनि चिकन कोसा है उनीहरूको लागि चाहिँ, अनि मेरो लागि चाहिँ बटर पनिर। अनि किनभने म चाहिँ भेज खान्छु नि त है, अन्त त्यो रेस्टुरेन्ट चाहिँ एकदमै राम्रो फुड पाउँदो रहेछ है। मेरो नानीको साथीले पनि मिठो भयो आन्टी भन्दै थियो नि त, अनि नानी पनि खुसी भएर मिठो भयो है। नानीहरूलाई त मजा लाग्छ नि त बाहिर, दिदीहरूलाई पनि मिठो भएर राम्रो पाउँदो रहेछ भने होइन। अनि हामी चाहिँ एकदमै मजाले फुड इन्जोय गऱ्यो है। अनि मेरो बुढाले पनि मिठो भयो भन्दै थियो नि त उसले। अन्त है साथीहरू, थ्याङ्क यू फर वाचिङ एभ्री वान। अनि मलाई पनि एकदमै रिफ्रेस भयो है। ल यो चाहिँ फ्यामिली टाइम है, कहिलेकाहीँ चाहिँ यसरी निस्किँदा पनि गर्नुपर्ने रहेछ। थ्याङ्क यू फर वाचिङ एभ्री वान।